वेलकम टु माई न्यू ब्लग गाइस। आज चाहिँ नयाँ ब्लगमा स्वागत छ तपाईहरुलाई। आज चाहिँ हामी के गर्नु आँटेको थाहा छ? के हो पाक्दैछ यो चाहिँ अर्गानिक उ हो क्या, नेपाली उ हो क्या, फुड। आज चाहिँ हामीहरू के गर्नु आँटेको भने हेर्नु ल, यहाँ पानी उमालेको किनकि हामी थुक्पा खान आँटेको। थुक्पा सबैले लाइक सब्सक्राइब गरिदिनु होला नयाँ ब्लगमा हैन। यो आगो चाहिँ कस्तो दामी बल्छ क्या। फेरि यो चाहिँ लोकल उ हो क्या, दाउराहरू पनि लोकल दाउरा हो नि त। यता लोकल मान्छे हुनुहुन्छ हाम्रो अङ्कल, यता नबलेर यता सारेको। अब टमाटर यो मोटर र यो मोटर र यो आलु उसिनाटेको हो। यता हाम्रो लसुनहरू छ, लसुनहरू छ यहाँ फ्रिजमा। टमाटर छ। यो के हो फेरि अङ्कल? यो कागती रहेछ। यहाँ थुक्पा छ। त्यो प्रसाद थियो त अङ्कल, यो फुटाउनु न, खाउँ न। गाइस यो चाहिँ हाम्रो पूजा गरेर आएको प्रसाद हो क्या। प्रसाद त म तपाईँलाई देखाउँछु गाइस ल। पानी हुन्छ, पानी जब यो पोखरी कि छैन हेर त होला त छैन, त्यो भोरी भएर चाहिँ त्यस्तो हो। आमा यो गर्नु नै छैन क्या। नरिवल छ यहाँ, मालाहरू छैन गाइस, पूजा गरेर। फुटो त अङ्कल अनि यो त एकैचोटमा पानी छैन, सुकेको रहेछ भित्र नरिवल। गाइस अब नरिवल फुटाइन आँटेको हेर्नु होला गाइस। नरिवल यस्तो छ। ल गाइस अब नरिवल फुटाउँदैछु ल म। यति फुटिसकेको छ। नरिवल फुटाउनु चाहिँ म सिकाउँछु गाइस। पहिला नरिवलमा काम गरेको। यस्तो छ नरिवल यस्तो छ। गाइस यसरी फुटाउने है। यसो फुटेपछि यसो झिक्ने। नरिवलको यसरी टोक्री निस्क्यो। टोक्री निस्केपछि खै त ल्याउनु न। 50 बार बोल रहे हैं पढ़ने निकले वाले छात्रों को राजनीति से दूर रहना चाहिए हैं? अबे पढ़ाई लिखाई में ध्यान लगाओ, IAS बनो और देश को। आम्मा अघि यति मुसाले खाइसकेछ थोरै। हेर्नु ल, जुगे मुसाले थोरै खाइसकेछ। म पनि चढाउनु पर्यो थोरै। गाइस अब चाहिँ आलु तास्दैछु मेरो थुक्पाको लागि। आलु पनि मेन चाहिने हो। ल गाइस हामीले चाहिँ आलु पनि तासिसकेको छौँ। हेर्नु ल, लोकल आलु हो फेरि। अनि यता हामीले ऊ पनि अदुवा लसुन पिसी पनि सकेको छौँ। धनियाँ ल्याएको छौँ। यक्सो भ्लग पनि आएको छ। गाइस अब चाहिँ धनियाँ बनाउन सक्ने थुक्पा हुँदैछौँ। हुन्छ हौ थुक्पा हुन्छ। म तातो छ हौ। थुक्पा पनि भइसकेको छ। यहाँ भाइ बहिनीले खाँदैछ, बाजेहरूले। कस्तो छ थुक्पा? त्यहाँ त तातो हुन्छ हौ। यो सुप पनि रेडी भइसकेको छ। खोर्सानी
धनियाहरू दरे धनिया खाने प्याजहरू म खाने प्याज र धनिया प्याज खाने अब चाहिँ लाग्ने खट्टुसँग अझ सेम लाग्छ अझै गरे सौजन खाने दाजु भइसक्यो यस्तो स्पेसल बनाएको छ कि फेरि एउटा दुईटै चाहिन्छ नि त खानुको लागि चम्ची चाहिन्छ चम्ची छ फर्स्ट बाइट खानु चुप लगाएर भयो होस् अझै झुरुक झुरुक पिन यो कम्ती होस् काँटा लिन्छ सबैजनाले त हाल्नु ल यता यता खाँदैछन् पाडेको नाथे गाइस खाएर पनि सकिसकेको छ पेट पोलेर पिरोले पेट पोलेर मर्नु रहेछ लाइक सब्सक्राइब गरिदिनु होला आजको लागि भ्लग यति है